हेलो एभ्रिवान सबैजनालाई नमस्ते। मेरो आजको न्यू भ्लगमा आइसकेको छु। सेकेन्ड भ्लगमा मैले हिजो भनेको थिएँ अब कटिङ गर्न छ, त्यसैले म अहिले आइसकेको छु कटिङ गर्न। हाम्रो हेर्न सक्नुहुन्छ यतादेखि चाहिँ उतादेखि चाहिँ यता पुरै भइसकेको छ। यहाँनिर छ मेरो कटर। मैले हिजो भनेको थिएँ हजुरहरूलाई फङ्गस लागेको धेरै काट्न छ, मतलब के धेरै त होइन, अब फ्याट्टा फुट्टा आइरहेको हुन्छ ड्र्यागन फ्रुटमा। जसले लगाउँछ उसलाई थाहा होला। हो त्यहाँ काट्नलाई म अहिले आइसकेको छु। हामी अब रुक्नु, हजुरहरूलाई देखाउँछु कस्तो हुन्छ फङ्गस भनेर। हल्का राम्रोसँग नआए, हल्का त्यो म्यानेज गर्नु होला, किनकि यतातिर त ठिक छ। घामले हल्का टल्किने कि अलि यस्तो हुन्छ फङ्गस। हेर्न सक्नुहुन्छ यो जुन यो फङ्गस हो। यो म यो टिपेर देखाउँदैछु। यस्तो हुन्छ फङ्गस चाहिँ। यो भनेको यसलाई चाहिँ हामीले यो रोग हो एकतिरको। यसले चाहिँ हाम्रो बिरुवा कुहाउँदै जान्छ, किनकि यसको केही त्यो पनि छैन, औषधि हालेर पनि काम छैन यसमा। त्यही भएर हामीले चाहिँ यस्तो सबै काटेर आउनुपर्छ। अनि यहाँ पनि देख्न सक्नुहुन्छ है, यहाँ हेर्नु त कसरी यो सबै फङ्गस लाग्यो जम्मै। यिनीहरू यो हो, यो जम्मै हाम्रो फङ्गस हो। हामीले यसलाई के गर्नुपर्छ भने छिल्नुपर्छ। यहाँको बिचको छेउको टुप्पोको भयो भने काट्दै नै हुन्छ हामीले। अब यहाँको छेउको भएपछि बिचमा छ, अब यसलाई हामीले यसरी छिल्दैन। यो छ नि, मेरो क्यामेरामा आएन होला, यसरी छिलिदिनुपर्छ। यो छिल्दैपछि यति गर्दैछ हाम्रो बिरुवा यो सेप भयो। किनकि यतिले नि यति रोगले यति फैलिन सक्छ नि त। त्यही भएर यसलाई हामीले काटिराख्नुपर्छ। अनि अहिलेको मेरो काम चाहिँ भनेको अहिले फङ्गस काट्ने काम भइरहेछ। यस्तो फ्याट्टाफुट्टाहरू त्यस्तो पहिला जस्तो धेरै त छैन, यसो फ्याट्टाफुट्टा आउँछ, त्यही अहिले काट्नुपर्छ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ पनि यस्तै लागेको छ। यो पनि यहाँ पुरै पहेँलो भएको छ। यो पनि, यसलाई पनि काट्नुपर्छ। हो, यस्तो चाहिँ हामीले काटिराख्नुपर्छ, किनकि यसले नै हाम्रो अब बिरुवाको यो फल दिने छेउको हो। यो यसले रोक्दैन। अनि आजको काम दिनभरिको यो छ। अनि मैले अरू पनि भन्ने थिएँ हजुरहरूलाई, कटिङ सिकाउनु तलको माथिको। यो हाँगा पनि यसरी काट्न भने यसले अर्को साल फल दिन्छ। यहाँदेखि यत्रो माथि चाहिँ तल झरिसकेछ झर्न त। यसलाई फल दिलाउन छ भने हामीले चाहिँ यसलाई कटिङ गरिराख्नुपर्छ। जस्तो कि अहिले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ पनि त्यस्तै हो। यहाँ पनि पुरै फङ्गस लाग्छ। अब यसलाई के गर्छु मैले, यहाँ यसरी छिलिदिन्छु। मान्छे नभएपछि एक्लै भएपछि अलि झ्याउ हुने क्यामेरा समात्न नि। हेर्नु यस्तो अड्किन्छ कि यस्तो धेरै लागेको हुन्छ कुनै ठाउँमा, हेर्नु होला। यहाँतिर यता त पुरै खोला हो। यता
जाली साली हालेको छ। अब अर्को लाइनमा आइसक्यो हामी फेरि होइन। यस्तै गर्दै गर्दै हामीलाई चाहिँ उता धै पुगाउनुपर्छ, अर्को उता। वहाँ जुन हिजो मैले भिडियो बनाएँ त्यहाँ तक पुग्न छ मलाई। कमसेकम त्यहाँ पुग्नलाई अझै 15-20 होइन 20-25 लाइन छ अझै त्यहाँ पुग्नलाई मेरो। अनि त्यहाँ पुगेपछि बल्ल आजको काम सकिन्छ। त्यही भएर म अहिले चाहिँ बिहान भन्नु नि, बिहान त होइन, अहिले यस्तै 11 बजेतिर आएको छु। भातसात खाएर अहिले चाहिँ मस्त घाम लागेको छ, हेर्न सक्नुहुन्छ। बिहानतिर आजकल जाडो बढी छ, कुहिरो लाग्छ। आज दिनभरि यस्तै कटिङ गर्दै खोज्दै हेर्न सक्नुहुन्छ। यो पनि यस्तो छ, पुरै हानेछ। त्यो अघि त्यो भएको थियो यहाँ हेर्नु त, यहाँ पनि यस्तै फङ्गस लागेको छ। यहाँ पुरै यो अलि झ्याउ भयो, हेर्नुहोस् त, यस्तरी फङ्गस लागेको छ यहाँ पनि। यसलाई अहिले हामीले के गर्नु भने काट्नु पर्ने हुन्छ। यस्तरी चट्ट काट्दै यसलाई पनि मैले यस्तै काट्दै काट्दै यहाँदेखि समथिङ अब धेरै छैन। मैले अहिले स्टप गरेको थिएँ एकछिन, 10 लाइन जति भयो भनेपछि 15 लाइन अझै छ मसँग काट्नलाई। यहाँदेखि यो पनि काट्न हुन्छ, यो पनि फालिदिए। यस्तो हेरी हेरी गरिराख्नुपर्छ एकदम। यतातिर त्यति लागेको छैन, उता अलि लागेको थियो धेरै। यहाँ चाहिँ एउटा दुइटा यस्तो फ्याट्टाफुट्टा यहाँ हेर्न सक्नुहुन्छ। यो यहाँको नदेखे पनि यहाँ हेर्न सक्नुहुन्छ। यस्तो चाहिँ घामले टल्केर हो यो, न त घामले नटल्के भए यस्तो आउँथेन। यसलाई पनि फाल्नु पर्ने हुन्छ हामीले। अहिले चाहिँ हाम्रो अलिअलि ड्रागन फ्रुट पाक्ला जस्तो खोजिरहेको छ, किनकि हल्का रातो रातो हुँदै गछ। रातो रातो हुँदै गएकोले अब के थाहा, पाक्न पनि सक्छ नपाक्न पनि सक्छ। पाक्न त पाक्ने नै हो। यस्तो नयाँ बिरुवामा पनि लाग्छ, किनकि यो माथि साइडको हेर्न सक्नुहुन्छ। यो पुरै फङ्गस हानेको छ यहाँ, घामले नदेखिने कि राम्रोसँग। यहाँ यस्तो हुन्छ, हेर्न सक्नुहुन्छ। यसलाई पनि काट्दै यहाँ पनि छ यस्तरी। हामीले चाहिँ यो यहाँ हामीले ड्रागन फ्रुटमा धेरै दिन यो जुन फङ्गस लागेको हुन्छ यसलाई धेरै दिन राख्नु नै हुँदैन। त्यही भएर यसलाई हामीले के गर्छौँ भने, रुक्नै अहिले म देखाउँछु हजुरहरूलाई। कटिङ पुरै देखाउनै नमिल्ने, किनकि अब कटिङ पनि गरेँ, क्यामेरा समात्न अलि झ्याउ हुने रहेछ। त्यही पनि म ठ्याक्कै अहिले सिसोको रुखथिन पुगिसकेँ। यहाँ हाम्रो एउटा सिसोको रुख छ यो। अनि हामीले जुन कटिङ गरेको हुन्छ कहाँ राख्छौँ भने, यो जुन बाहिर फालिदिन्छौँ हामीले, किनकि यो यस्तो यो जुन भयो नि हो यस्तो साइडमा फाल्छौँ हामीले। ड्रागन फ्रुट भित्र राखेर भने झन् फङ्गस लाग्न सक्छ। त्यही भएर यहाँ हेर्न सक्नुहुन्छ, कतिखेर हेर्न सक्नुहुन्छ। यो हामीले जुन काटेर फालेको हो, यो जुन त्यही भित्रको हो, यो सबै यस्तो हुन्छ। हेर्नु, यो पुरै फङ्गसले हानेको हो। यो यिनीहरू
यसरी छुट्याएर अनि यसलाई हामीले खोलातिर फालिदिन्छौँ। हामीले चाहिँ यसरी छुट्याएर खोलातिर फालिदिन्छौँ, किनकि यो भित्र राख्यो भने रोग बढ्न सक्छ। त्यही भएर फार्मभित्र यो ठ्याक्कै यो गल्लीको भित्र राख्ने नि होइन, बाहिर निकालेर कमसेकम 3-4 मिटर बाहिर राख्नुपर्छ। हो त्यही भएर हामीले चाहिँ भित्र राख्दैन, कटिङ चाहिँ गर्छौँ। कटिङ गरेर ठ्याक्क त्यो साइडमा फालिदिइहाल्छौँ हामीले। आजको भ्लग यति नै थियो। मिल्छु नेक्स्ट भिडियोमा।